हेलो गाइज, यति अब काम सकाउने हो। त्यसपछि हामी दुई भाइ खाजा हेर्दै ब्लग गराउन माछा मार्ने फिसिङ माछा माछा मार्दा नि चल 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 ए गाड़ी स्टार्ट कर चल चप्पल छूट गया हम फर्स्ट स्टार्ट हम फर्स्ट गाड़ी चला हाम्रो खुराक माछा मार्ने मैदा अनि बेसार। अच्छा हमको सिखा रही दुई भाइ सरर ठिङ्गार जाने हो, माछा मारेर आउने यहाँ छ आधा 1 केजी हो। हाम्रो ड्राइभर दाइ ल गाइस, हामी सुरु गर्छौँ सिनेमा के तुमसे ना हो पाएगा ल गाइस, हामी अब आधा बाटो पुगेपछि फेरि कन्टिन्यू गर्दैछौँ भिडियोलाई। ल गाइस, हामी गङ्गटे खोला आइसकेका छौँ। अब हामी गन्तव्यको नजिक तर्फ लागिसक्यौँ। हामी अब गङ्गटा मार्न पनि आउने हो। अब स्पिड हानेका त हामी चल्छ। सोलो ड्राइभ सेभ लाइफ। असल हामी आफ्नो गन्तव्यसम्म आइपुग्नु। हाम्रो माछा मार्ने सामानहरू सब रेडी भइसकेको छ। सामान ट्याग कर मैदा हिँड्छ। हाम्रो नास्ता टक्क चाउचाउ दिउ। यहाँ हाम्रो सामानहरू छ। अब हामी लाग्यौँ माछा मार्ने तर्फतिर। सब सामान रेडी बनाएर अब जाँदैछौँ। खोलामा गएर देखाउनेछौँ यसपछिको भाग। ल यहीँ अहिलेको लागि हामी भिडियो बन्द गरेर हामी तल हल्का भिड पाखा छन् त भिड पाखा झरेर तल गएर अनि तपाईँहरूलाई भिडियो देखाउँछौँ। यस बाटो यही हो। यहाँ बल्छी बान्नको लागि लट्ठी पनि भेटिसकेको छ। हामी जान्छौँ अब। गाइस, जाँदैछौँ हामी बाटोमा। ओहो, चप्पल फुस्केर तनाव हुन लाग्यो। चप्पल चुट्छ क्या हो। चप्पल हेर्नु ओ भाइयों ये सेंटी बातें बनने लोमा यस्तै हो गाइस। सब बाटो हिँड्न अलिक गाह्रै छ। सिधा सिधा हिँड्नु पऱ्यो। खोला हेर्नु सक्नुहुन्छ। खोला कति राम्रो छ। बाटा थाप्नलाई रेडी गराउँदैछौँ हामीले। हाम्रो दाइ फेरि प्योर माछा मार्ने हुने भयो। दाइले गराइदिँदै हुनुहुन्छ सामानहरू। हामी दुईजना मामाहरू तलतिर हुनुहुन्छ माछा मार्नलाई। अगाडि गइसक्नु भएको छ हामीभन्दा। राकेश दाइ, फिलिङ्स कस्तो छ? फिलिङ्स लाइक गुड। राजु दाइ कस्तो छ फिलिङ? हामी त्यही आउँछौँ। ठीक छ। ओके छ। हामी माछा मार्न लागेका छौँ गाइस। यही सब भोटी निकाल्छौँ यत्र यत्र। यहीमा हो किन दाइ? बस बुझाउन भेट्नु। अर्को माल यहाँ निकाल्दै हुनुहुन्छ मैदा र बेसार। अब यसको हामीले ट्याक्क अब माल माछाको फेभरेट
डिस तयार गर्न लाम हामीले अङ्कल पानी हालेर डल्लो पार्नु होला हामीले पानी हालेर दिन्छु ट्याक्क भित्र हाल्दिने बाहिर अलि लगाइदिने भित्र हाल्दिने ले भाग्नु र भाग्दैनन् यति सानो भित्र गएपछि बाहिर कहाँ आउँछन् आउँदै आउनु माछा त्यही त भित्र गएपछि आउँदै आउनु कि पोखराले गर्दा भित्र सुलुक्क गइहाल्छन् आउँदाखेरि सक्दैन पानीको फोर्सले गइहाल्छन् होइन भित्र जाने बेला त्यही खाँदै चार्दै गइहाल्छन् भित्र जाँदाखेरि ल हाम्रो यहाँ माल रेडी हुँदैछ ट्याक्क लाएर माल रेडी भयो भने अहिले माछा ज्यामका झ्यामका ज्याम हो फेरि अन्डा पनि हुन चाहिँ अङ्कल अन्डा ल्याउनु बिर्सौँ क्या नयाँ क्या तर हामीले यार केही यो मिच्ने भयो हुन्थ्यो कि भाडा आफ्नै लोकल स्टाइलमा हुनु हो विशाल विशाल बाबु लगाएछ हेर्नु माल बन्दैछ हाम्रो बनिसक्यो अब भनौँ लगभग मैदा पिठो ल्याएको भए हुन्थ्यो मैदा ल्याएको छु कि फर्स्ट हुनुपर्ने कि अलि फर्स्टमा बालु हालिदिनु त हल्का के गरेर यहाँ छोरो यहाँ चाहिँ मोबाइल सामानहरू छोरो यहीँ बस्छ मस्तले जाल हेर्नु बस्नु मोबाइल चलाउँदै हेर्दै बस्ने है साह्रो गिलो भयो क्या यार सुरुवात भएको ल गाइस एउटा माछाबाट भुट्टीबाट ल छोरो हाल त्यसमा यहाँ अब हुँदैछ रेडी बोल्छु तिमीलाई हामीले एउटा काँक्रा राख्दैछौँ दामी टो छ काँक्रा मामा चिसो हान्न लाग्नु चिसो रमाइलो हुँदैछ है जेस हामीलाई फेरि कलमा बिजी हुनुहुन्छ उता मामा माछा मारेर कस्तो मजा आइरह्यो ए चिल भइरहेछ एउटा चुच्चे बाम 3टा जति भोटी निकालियो अब अरू बाम मार्ने कोसिसमा छौँ हामीहरू मामाको अहिलेसम्म प्रगति मामाहरूको प्रगति भइरहेको जोस् हामी 4 जना मिलेर ज्याम हान्ने होइन अब हान्ने हो ग्यास दिने हो चलाएर अब अलि साँझ पर्दै जान्छ झन् ठुल्ठुला बाम लाग्छन् आज लाइट बाल्ने हान्ने लाइट बाल्दै मोबाइलको अन्डाले राति बस्नु आउँथ्यो माछा मार्दै गयो अहिलेसम्मको प्रगति यति हालसम्म अझै मार्दै हुनुहुन्छ दाइहरूले बल्छीमा त आएन अब खटेरामा होला जति होला बल्छीमा मार्ने जस्तो रहेछन् माछा पनि बरु खटेरामै होला ल अब बल्छी लाग्ने भनेको गङ्गेटा पनि मारौँ न दाइ मर्छ भन्दा गङ्गेटा पनि मारिदिने हो गङ्गेटाको कुरा हुँदैथ्यो एउटा गङ्गेटा पनि आइसक्यो बस लायक है क्या अब गङ्गेटा पनि मार्नु पऱ्यो अब माछा मात्रै धेरै छैन जस्तो छ यहाँ अब गङ्गेटातर्फ र माछातर्फ लाग्नु पऱ्यो हामीलाई चाहिँ अब भैँसी चलाउन लाग्नुभयो के गर्ने भैँसी पनि हेर्नै पऱ्यो माछा पनि मार्नै पऱ्यो मालूम है तेरे बाप को मत सिखा दाइको जिन्दगी मोट छ माछाभन्दा धेरै त गङ्गेटा मरेछ नि ए आज गङ्गेटाको आज सुप बन्छ आज सुप झ्याममा लगाएर माछाभन्दा धेरै छन् गङ्गेटा त झ्याममै फेरि मऱ्यो ल के मऱ्यो माछा कि गङ्गेटा क्याक्रा खेपडा मर्यो खेपडा खाप्रा बस यहाँको पालो हो दाइ माछाभन्दा धेरै त गङ्गेटा मऱ्यो त आज है गङ्गेटाको सुप हुन्छ आज झ्याममा लगाएर ल फेरि अर्को एउटा सानो
वहाँ माथिबाट यहाँ आइसक्यो माछा 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 यहाँ माथिबाट यति तल वहाँ परबाट यति तल आइसक्यो माछा मार्दा मार्दा तर माछा भने पाइया छैन गङ्गेटा चाहिँ मालामाल फालाफाल बाटो छापेको बाटामा चाहिँ एउटा पनि माछा मरेन अब गजब बेइज्जती है लाग्यौँ हामी घरतर्फ ल भाइ हाई भनिदेऊ हाई होइन यो चाहिँ बाई भनेको चीटिंग करता है तू चीटिंग 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 करता है तू धुई पखाली भइहाल्यो एउटा भाडा अब अर्को भाडा धुई पखाली हान्नु पऱ्यो लाग्न पऱ्यो घरतर्फ यहाँको भ्यू हेर्नु गाइज मस्त मस्त मोला हजमोलावाला छ म्याउ म्याउ गोप 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 भ्यू हेर्नु गाइज भ्यू बुन्ने निगालो छोयाले बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोलने की फेरि अब गङ्गेटा चाहिँ धेरै भइसक्यो त्यही पनि फेरि हामी गङ्गेटातर्फ लाग्यौँ खोजीमा घर जाने भन्दा भन्दा बाटोमा चाहिँ गङ्गेटा मार्ने प्लान भयो हिँड्दा हिँड्दै उठा ले रे देवा उठा ले रे बाबा मुझे अमीर को नहीं रे ये दो गरीबों को उठा एउटा भुट्टी आयो कत्रो छ हेरौँ है त ल बस तेरा भी सूप बनेगा भाई अभी ऊपर जितना ऊपर ना ऊपर ले धेरै त भन्दैन सानो बिस्तारै पल्टाऊ 15-20 यो अब स्वप्नतर्फ लाग्ने अब थिच्यो गङ्गेटा यत्रो गङ्गेटा थिच्यो यहाँ भोटी यत्रो छ ठुलो पल्टिला चाहिँ यहाँ लगाउनु पहिला आन्द्रा भुँडी सब निस्क्यो आन्द्रा भुँडी अहिले उता जान्छ पर्छ गङ्गटा भोटी कता पर्छ ल खान्छ ल यहाँ भुट्टी निकाल्ने अब यहाँनिर अब यहाँ भुट्टी छ उता नखोल्नु त नखोल्नु न त्यहाँ जाला फेरि उता फेरि त्यहाँको ढुङ्गा राखिदिनु एक दुईवटा छोड न केही ढुङ्गा राख्नु पर्दैन ल गाइस सुकाउने कुरा होइन क्या यस्तो यसलाई यहाँ कत्रो छ अरे मैले कत्रो भुटी देखेको थिएँ उता उता भाग्यो क्या माटो आयो ल दाइ देखाउनु त यहाँ ट्याक्क ब्लगमा देखाउनु त यहाँ बस यत्रै आयो त 50वटा यहाँ आज सुप बन्छ यहाँ मस्त अहिले क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ काँडा काँडा ल गाइस फेरि एउटा मस्त मोलावाला मिल गया केकडा केकडा इसकी भेन का मजे मजे त्यहाँ घुम्दिनु न त्यही खुट्टाले पनि भुँडीमा केकडा इसकी माँ का ठेकडा यहाँ अब चाहिँ सुप बनेगा इसका मजेदार वाला बस छोटा बडा केकडा सब जाओ इसमें अहिलेसम्मको ठुलो काङ्केटा कङ्केटा बेटा कङ्केटा औँला बराबर छ यार बुढीमा बराबर यहाँ यति छ अहिले देखाउँछु मैले अहिले हाम्रो आजको प्रगति यत्रो ढुङ्गा उठाएर निकालेको प्रगति हो त्यो यत्रो मानको अरू ढुङ्गा बुढ्दा यता पनि छ न अहिले यताको पनि व्यवस्था हुन्छ अहिले एकछिनमा उहाँ तलबाट यहाँसम्म आइसक्यौँ हामी भाइ चाहिँ त्यहाँ गुलेरी साँचेर बसिरहन् चरा मार्ने भनेर अब यो ढुङ्गाको पालो ल ल ल म पनि आउनु पर्ने हो यो ढुङ्गा उठाएको प्रगति एउटा बिग यति बिग ल गाइस अब यो लास्ट यो गङ्गेटासँगको हाम्रो भिडियो अहिलेको लागि यहीँ इन्ड हुन्छ भनौँ किनकि मेरो मोबाइलमा चार्ज छैन अहिले बाटोको एक दुईवटा क्लिप पनि खिच्नुपर्छ त्यही भएर लगाइस हामी घर पुगेर हजुरहरूलाई फेरि पनि भिडियोको मजा दिनेछौँ र हजुरहरूले पनि भिडियोको मजा लगिदिनु होला भन्दै
अहिलेको लागि हाम्रो भिडियो यहीँ समाप्त हुँदछ। ल गाइस भरिसकेको छ यत्रो। दाइ तँ बोतल ल्याउन। अबे तू थोड़ा सा बहन का बड़ा क्या राकेश दाइ तँ बोतल ल्याउन एकतालि। यो भरेर पनि गाइस हेर्नु यहाँ यति भइसकेको छ। आज यसको मस्त सुप बनेर तपाईँलाई बेलुका भिडियो पनि आउला सकेसम्म त सुपसँग ल्यामा हानेको। गाइस आज दिनभरिको मेहनत हाम्रो खेकडा बाबा छ यहाँ धेरै क्लास यहाँ यहाँभित्र 1.5 केजी जति होला मजाले मजाले हो कि अहिले प्लास्टिकमा हालेर जोखौँला त। रुखराख पार्दै हुन्छ आज राखौँ कति छ 1 केजी 150 ग्राम ग्यास छ। हामी पनि लाग्यौँ अब घरतर्फ। अब सिधै हामी घर गएर भेट्नेछौँ हजुरहरूलाई। खाने बेला चट्ट बनाएर भेट्छौँ हामीले। ल गाइस अहिलेको लागि हामी चार्ज नभएको कारणले भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छौँ। हामी एकछिन होल्ड हानेर हामी यहाँ चाउचाउ हान्दैछौँ। गाइस हामी घर आइसकेका छौँ बाटोमा हालेर ट्याक्क आवाज। यसलाई अब यसको मालमिटर सफा गरेर चट्ट भुटभाट हानेर भातसँग ल्यामा हान्ने हो अहिले। ल थ्याङ्क यू। ल गाइस हाम्रो गङ्गटा यहाँ रेडी भइसकेको छ। चट्ट अहिले भातसँग ल्यामा एउटा हान्दै बस्ने हो। अब चट्ट लगाएर या 2 बाहिर बाँडेको आधा केजी यति भयो लास्टमा काठ पूर्जा हटाएर बनाएको। बाजी मेरो बुढीले खाँदैछन् यहाँ मम्मीहरूलाई छुट्याएर भाग राख्दैन। साना कस्तो छ? त्यो लाज मान्छे फेरि यिनी फेरि अलि धेरै लाज लागेछ। खुट्टा हान्न लाग्छ नि ल्याम। ल गाइस मिठो छ अरे मिठो। गाइस खानासाना खाएर मस्त भ्यू हेर्दै बसिरहेको छौँ। यतिमै हाम्रो भिडियो समाप्त हुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड लाइक एन्ड सब्सक्राइब एन्ड सेयर गर्न नबिर्सिनु होला भन्दै आजको लागि मेरो भ्लग यहीँ इन्ड गर्दछ। हस्त धन्यवाद।